मानिस शब्द संस्कृत मूलको मनुष्यबाट आएको हो, जसको अर्थ हुन्छ मननशील प्राणी अर्थात् सोच्न, बुझ्न र विवेक प्रयोग गर्न सक्ने प्राणी। मानिस अरू जीवहरूभन्दा अलग हुनुको मुख्य कारण उसको चेतना, सोच्ने क्षमता र सहानुभूति हो। जनावरले त आफ्नो स्वभाव अनुसार व्यवहार गर्छन्, तर मानिसमा चेतना र विवेक छ। यो दृश्य गोरुबथान खण्ड अम्बियोक बगानको हो। यो क्षेत्रमा सिरखोलादेखि अम्बियो माथिल्लो गाउँ हुँदै फुस्कोटी र त्यहाँ विभाजित भएको छ। त्यहाँ एकतर्फ न्यूल लाइन अनि अर्कोतर्फ राईगाउँदेखि गुरुङ गाउँ अनि एकतर्फ क्षेत्री गाउँ भएर आएका पाइपलाइनहरू छन्। यहाँ क्षेत्री गाउँको पाइपलाइनहरू जानी काटिदिएको छ। यसमा कन्ट्राक्टरलाई कम्प्लेन गर्दा उनीहरूले पत्तो दिएन, फेरि ब्लक अफिसमा कम्प्लेन गर्दा उहाँहरू पनि हेर्न आएका छैन। अब यो कम्प्लेन कसले सुन्ने? यो सोशल मिडिया फेसबुक मार्फत कम्प्लेन गर्दछु। यहाँको घर जल पानी ट्याङ्कीको हालत एकदमै नाजुक छ। यसो भन्नेको मुख्य कारण अथवा तात्पर्य के छ भने अर्काको गाउँको घर जल पानीको पाइप काट्ने, पानीको पाइप भाँचेर अरूलाई पिउने पानीबाट वञ्चित गर्ने यस्तो काम त मानिसले त गर्दैन, कोही मानव रूपी जनावर नै हुन सक्छ। र फेरि कसैको बाउको सम्पत्ति पनि होइन। यो सरकारले सबैको निम्ति दिएको सुविधा हो। त्यसैले हाम्रो नेपाली जाति पहाडमा कहिले पनि उभो लाग्न सक्दैन। एकले अर्काको खुट्टा तान्ने जाति पहाडी नेपाली हाम्रो। एक सभ्य समाजमा बाँच्नका लागि एक अर्कालाई सहायता गर्नु जरुरी छ। सहानुभूति, सहयोग र आपसी समझदारीले नै समाज बलियो बन्छ। त्यसैले अरूलाई दुःख दिने काम गर्नुको साटो समस्या समाधान गर्ने र एकले अर्कालाई सहयोग गर्ने बानी बसाल्नुपर्छ। यसले मात्र हामी साँचो अर्थमा मान्छे भइन्छ।